गाइस चियापत्ती हेर्नु दामी आएको छ नि यहाँ झन् हेर्नु न चियापत्ती चिया उकालो जाँदैछु है गाइस म चाहिँ आइपुगेँ है अब म माथि अब अलिक टाढै छ है म जाँदैछु अब पुग्ने कोसिस गर्दैछु है पुग्छु म हार खानु हुँदैन भाइ साथी हो है हार खायो भने त्यही हुन्छ हार चाहिँ खानु हुँदैन पुग्छु भनेर पुग्नुपर्छ है गाइस यो रोज चाहिँ पुगेँ है गाइस अब योबाट 1300 भन्दैछ है हेरौँ गाइस म चाहिँ यहाँ आइपुगेँ है अब यहाँ दिदीलाई सोध्छु एकपल्ट दिदी हो कि बहिनी हो हेर्छु है दिदी दिदी यहाँ कटेज जाने बाटो कता हो यो झिल छ नि झिल जाने बाटो कता हो झिल जाने बाटो यही हो त यही है अच्छा यही रहेछ गाइस है म अब जाँदैछु कटेजपट्टि मिल्क फ्याक्ट्री है उयोहरू छुर्पीहरू भन्नु पर्छ गाइस ओ भाइ यहाँ लेक जाने जग्गा कहाँ पऱ्यो लेक जाने जग्गा लेक जाने कहीँ थाहा लेक नजिक उयो पर उयो जाने कहाँ छ पोखरी पोखरी जाने यो ल अहिले पनि भन्नु त भन्यो हो गाइस हेर्नुहोस् सोध्दै जानुपर्छ अब हो कति दिन बाद पाइरहेको छु यस्तो छ होटल यहाँ फेरि हेर्नुहोस् हिन्दी बोलेको त बुझ्दैन नेपाली रहेछ म त हिन्दी बोलेको हो गाइस म चाहिँ अब पोखरी जाँदैछु पोखरी पुगेर त्यहाँ 2-3 वटा सेल्फी हान्छु त्यहाँबाट चाहिँ आउँछु है त पोखरी जाने बाटो कहाँ हो भने हिन्दीबाट भनेको त आम्म थाहा छैन मलाई भन्छ फेरि पछि चाहिँ उयो पोखरी भन्छ के हो है गाइस कालो कालो देखेँ सोधेको हिन्दीबाट म कहाँ आउँछ हिन्दी त म अब पोखरी पुगेर है म भन्छु चोक गएर चोक रहेछ यहाँ चाहिँ है रहेछ यहाँ पनि ताला पनि थाहा रहेछ है अब यहाँबाट सोध्छु ट्याक्सीतिर है यहाँ चाहिँ अटोहरू पनि हुन्छ हेर्नुहोस् दा पोखरी जाने बाटो कता हो
उकालो होला उकालो हो पोखरी जाने बाटो उकालो है होइन पोखरी माथि म यो त अहिले यहाँ उकालो भने है उकालो जाँदैछु अब पोखरी पुगेर चाहिँ देखाउँछु गाइस है पुलहरू हेर्नुहोस् दिदी पोखरी जाने बाटो यो उकालो हो यो हुन्छ यो उकालो रहेछ गाई फाइनली आइपुग्नु चाहिँ आँटेँ है गाइस हेर्नुहोस् गाइस फाइनली म चाहिँ पोखरी आइपुग्नु आँटेँ पुगेर चाहिँ म देखाउन चाहन्छु हैट साह्रो पर्छ गाइस हेर्नु त्यही अब होइन त्यही हो यो उयो त आइपुगेँ पोखरी चाहिँ आइपुगेँ गाइस है हेरिदिनुहोस् फाइनली आइपुगेँ है फाइनली पोखरी आइपुगेँ अब चाहिँ तपाईँहरूलाई देखाउन चाहन्छु जग्गाहरू यहाँ चाहिँ आज कम्ती रहेछ टुरिस्टहरू पनि गाइस है छैन रहेछ त आज हेर्नुहोस् यो बाटो ड्याम्मै हुन्थ्यो पहिला आउँदाखेरि घोडामै मात्रै कुद्दैछ अहिले वान राउन्ड हानेर चाहिँ म निस्किनु चाहन्छु है अब आइपुगेँ पोखरी यो तपाईँहरूलाई अहिले बेलुका सबै पठाउँछु गाइस है कहाँ गएर है देखाउँछु नि पोखरी आइपुगेँ हेर्नुहोस् गाइस अब चाहिँ म पोखरी आइपुगेर सबै घुमाएर देखाउँछु तपाईँलाई यहाँ चाहिँ अन्तुको उयो हो यहाँ चाहिँ होइन पोखरी कस्तो दामी लाग्यो है आज हेर्नुहोस् कटेजहरू पोखरी आइपुगेर खुसी लाग्यो है यहाँ अन्तुको पोखरी आइपुगेर म त्यो बाटोबाट निस्क्यो अब अर्कोपट्टि जान्छु है हेर्नुहोस् होला टोटली काम चल्दैछ
राउन्ड चाहिँ हान्छु पोखरीमा होइन। एक राउन्ड घुमेर चाहिँ म निस्किँदैछु गाइस अब होइन। त्यति घुम्ने हो, त्यहाँदेखि बेसी घुमिँदैन। कटेजहरू हेर्नुहोस् यहाँ माथि। वान राउन्ड चाहिँ हान्नै पर्छ होइन। यो पोखरी एक राउन्ड घुमिसकेर चाहिँ म हाल्छु भिडियो है। हेरिदिनुहोस् होला, लाइक सेयर गरिदिनुहोस् होला च्यानलमा है। फाइनली आइपुगेँ त पोखरी त है। गाइस अब अर्को महिना चाहिँ म उता के भन्छ इलाम गएर देखाउँछु है गाइस। अर्को महिना चाहिँ इलाम गएर देखाउँछु। अहिले त यति हो, अब के गर्नु, पुग्नु सकेकै थियो है। यहाँको मजा लिनु अर्कै फिल भइदिन्छ क्या गाइस यहाँ आएपछि चाहिँ होइन। फाइनली आइपुगेँ यति चाहिँ। अब त्यही त्यहाँदेखि चाहिँ म अब इलाम त कहिले हुन्छ अब म तपाईँहरूलाई गएको बेलामा देखाउँछु। बाइक किनेपछि मात्रै जान्छु होला गाइस है। अब त्यही इलाम भन्ने चाहिँ बाइक किनेपछि मात्रै जान्छु होला। अब यति चाहिँ हेरिदिनुहोस्, आज नेपाल आइपुगेको थिएँ।